सो हेलो गाइस, आज मैले यहाँ चाउमिन बनाउँदैछु। अन्त यहाँ चाहिँ थुक्पा उमालेर यहाँ राखिरहेको छु। अन्त यहाँनिर चाहिँ मैले क्याप्सिकम, क्यारोट, क्याबेज, अन्त यहाँनिर ग्रिन चिल्ली छ, अन्त अनियन पनि काटेर राखेको छु होइन। अन्त यहाँ मैले चाहिँ चाना पनि हालेको छु, अलिकति उफ्रेको। सो अब चाहिँ पकाउने स्टार्ट गरौँ। अन्त यहाँ ग्रिन चिल्ली, अनियन हालेको छु, अन्त यहाँनिर क्याबेज पनि हालिसकेँ होइन। क्याबेज तर तपाईँहरूले आफ्नो तरिकाले सक्नुहुन्छ। म चाहिँ यसरी हाल्दैछु। अन्त त्यो पछि चाहिँ बिस्तारै पकाउनुपर्छ, यसलाई चलाउँदै पनि गर्नुपर्छ। बिस्तारै बिस्तारै अरू काटेको भेजिसहरू पनि हाल्नुपर्छ यसमा। अन्त त्यो पछि चाहिँ अब चाहिँ क्यारोट हाल्नुपर्छ बिस्तारै गरेर। त्यसमा क्यारोट पनि हालिदिएँ होइन। अन्त त्यो पछि चाहिँ लास्टमा हाम्रो क्याप्सिकम एड हुन्छ, क्याप्सिकम पनि हालेँ। सबै हालेपछि चाहिँ अन्त यसलाई मजाले चलाइदिएँ मैले। त्यो पछि चाहिँ अब मैले एड गर्दैछु यहाँनिर चाना एड गरिसकेँ। त्यो पछि चाहिँ यो हल्का सबै पाक्यो होइन। त्यो पछि यहाँ मैले उयो थुक्पा एड गरिसकेको छु होइन। थुक्पा एड गरेर चाहिँ यहाँनिर मैले ससहरू हाल्दैछु। फर्स्ट सोया सस हालेँ। सोया सस हालेर चाहिँ यहाँनिर तपाईँहरूले यतानिर भेनेगर पनि हाल्न सक्नुहुन्छ। मैले कम्ती भेनेगर हालेँ। त्यो पछि सल्ट हालेँ होइन, आफ्नै हिसाबले हाल्नुपर्छ त्यो चाहिँ नुन चाहिँ। त्यो पछि चाहिँ यसलाई मिक्स गरिदिनुपर्छ, सबै मजाले मिक्स गरिदिनुपर्छ होइन। यहाँनिर हेर्नुहोस् त मजाले मिठो देखिरहेको छ। तपाईँले यसरी ट्राई गरेर खान सक्नुहुन्छ घरमा मजाले बनाएर। चाना हाल्दा पनि हुन्छ, अन्त तर तपाईँको इच्छा, यो नहाल्दा पनि हुन्छ। तर मलाई चाहिँ चाना हाल्दा मन परेको कारणले गर्दा चाहिँ मैले चाना पनि हालेको, त्यही भएर। अन्त हाम्रो चाहिँ यहाँ चाउमिन रेडी भयो। थ्याङ्क यू फर वाचिङ।